हेलो गाइस, म चाहिँ आज तपाईँहरूलाई यो एउटा रुबिक्स क्युबको चाहिँ अलिकति यो कलरहरू एउटै कलर यो मिलाउने कलर चाहिँ सिकाउन गइरहेको छु। त्यसको लागि यो चाहिँ भिडियो लामो हुन्छ, अन्तिमसम्म हेरेर सिक्नु होला तपाईँहरू पनि। त्यसको लागि पहिला कुनै पनि एक कलरलाई लिन सक्छौँ हामी। रातो कलर अथवा सेतो कलर अथवा यो कलर कुनै पनि एउटा कलरलाई हामी सेन्टर पोइन्ट मान्न सक्छौँ। मैले चाहिँ यो सेतो कलरलाई सेन्टर पोइन्ट मान्छु। अब यो सेतो कलरलाई सेन्टर पोइन्ट मानिसकेपछि अब यो सेतोलाई प्लस बनाउने अनि प्लस बनाइसकेपछि यो कलर पहिला मिलाउने, यो कलर मिलाइसकेपछि अनि यो कलर मिलाउने, यो कलरको लाइनै मिलाउने। 2 स्टेप हुन्छ। यो कलर मिलाउँदा पहिलो स्टेप, यो कलर मिलाउँदा यो स्टेप मिलाउँदा 2 स्टेप, यो 3 मिलाउँदा 3 स्टेप र यो मिलाउँदा 4 स्टेप, यतापट्टि मिलाउँदा 5 स्टेप। 5 स्टेपमा चाहिँ यो सल्भ हुन्छ है। तपाईहरुलाई म सिकाउँछु स्टेप बाइ स्टेप। पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 र पार्ट 5 को उसमा चाहिँ म तपाईहरुलाई यो रुबिक्स क्युब कसरी बनाउने भनेर चाहिँ म तपाईहरुलाई सिकाउँछु। अब यो चाहिँ पार्ट 1 हुन्छ है। यो चाहिँ पार्ट 1 हुन्छ। अनि त्यहाँबाट तपाईको अब यो बनाएको चाहिँ पार्ट 2 हुन्छ है। यो स्टेप बनाएको पार्ट 2 हुन्छ, यो बनाएको पार्ट 3 हुन्छ र त्यसरी तपाईहरुलाई म सिकाउँछु। भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट गरिदिनु होला है त गाइज। धन्यवाद।